ॐ विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियाद्य विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। नमस्कार दर्शक महानुभावहरू, तपाईँ बेला हेर्दै हुनुहुन्छ गुप्तचर खबर.com र गुप्तचर खबर.com को दैनिक प्रस्तुति पञ्चाङ्ग एवं राशिफल लिएर म उपस्थित भइसकेको छु आध्यात्मिक युवा प्रण भट्टराई। आउनुहोस् दर्शक महानुभावहरू, आजको पञ्चाङ्गतर्फ प्रवेश गरौँ। आज मिति 2078 साल मङ्सिर महिनाको 13 गते सोमबार, यी सम्बत 2021 नोभेम्बर 29 तारिक, मङ्सिर कृष्ण पक्ष दशमी तिथि। आज नक्षत्र रहेको छ उत्तर फाल्गुनी, करण रहेको छ वाणिज्य, योग रहेको छ प्रीति। आजको सूर्योदय 6:35 हुनेछ भने सूर्यास्त 5:08 हुनेछ। सूर्य वृश्चिक राशिमा हुनुहुन्छ भने चन्द्रमा कन्या राशिमा हुनुहुन्छ। आज जन्मिएका बाल बालिकाहरूको निवारणको नाम कन्या राशिबाट जुर्नेछ। आजको दिनमा शुभ बेला रहेको छ बिहान 6:35 देखि 7:54 यो शुभ बेलामा, यो सुन्दर बेलामा तपाईँले शुभ कामको उत्थालन गरी तपाईँ अघि बढ्न सक्नुहुनेछ। आउनुहोस् दर्शक महानुभावहरू, राशिफलतर्फ प्रवेश गरौँ। मेष राशि रहनुहुने दर्शक महानुभावहरूको लागि आजको दिनमा प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग रहेको छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने एउटा मौका मिल्नेछ। वृष राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोड गर्नु पर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभंशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने शुभ अवसर जुट्न सक्छ। नयाँ कुरा हात पार्न केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। पछिका लागि लगानी गर्ने अवसर पनि प्राप्त हुने दिन रहेको छ। मिथुन राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा आम्दानी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्दैछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। तापनि दोहोऱ्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन्। कर्कट राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा कर्म क्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। आँटेका काममा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक क्षेत्रमा विशेष जिम्मेवार प्राप्त हुन सक्छ। व्यापारमा लाग्नेहरूलाई पनि सामान्य फाइदै हुनेछ। शोक तथा भोग विलासमा मन जाने हुँदा फजुल खर्च भने बढ्ने दिन रहेको छ। सिंह राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने दिन रहेको छ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसरहरू जुराउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउने दिन रहेको छ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत रहेको छ। कन्या राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने जस्तो देखिन्छ। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठुलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफल समेत हात पार्न कठिनाई देखिनेछ। तुला राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। व्यापार बढ्नुका साथै व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुट्नाले पनि मनज्ञ लाभ उठाउन सकिनेछ। प्रिय जनसँग भेट हुनुका साथै प्रेमको बन्धन कसिने समेत समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ने जस्तो देखिन्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा चाहिँ विशेष ध्यान पुर्याउनु पर्नेछ। वृश्चिक राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै साधन रहेको छ। प्रतिस्पर्धामा विजय भइनेछ भने
द्वेष तथा ईर्ष्या गर्नेहरूले पनि हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्ने समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम समेत प्रारम्भ गर्ने दिन रहेको छ। रोकिएका काम बन्नाले काममा उत्साह समेत जाग्ने दिन। धनु राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछन्। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइने दिन रहेको छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ भने यात्रा गर्ने शुभ अवसर जुट्न सक्छ। मकर राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा व्यावसायिक काममा केही चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय रहेको छ। मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। पहिले रोकिएका काममा दोहोरिएर प्रयत्न गर्दा लाभ हुनेछ। काममा अरूको भर पर्नुभन्दा पनि परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्वाकांक्षी योजना अहिले नै सार्वजनिक नगर्दा राम्रो। कुम्भ राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष शुभहरू प्राप्त गर्ने समय रहेको छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। रोकिएका काममा दोहोरिएर प्रयत्न गर्नुपर्ने जस्तो देखिन्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिद्वन्दीहरू बढ्नेछन् भने लाभांश बाढिन सक्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पछि लाभ उठाउन सफल हुने दिन रहेको छ। मीन राशि रहनुहुने दर्शक महानुभावहरूका लागि आजको दिनमा मान सम्मान पाइने समय रहेको छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग समेत रहेको छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने दिन भने रहेको छ। दर्शक महानुभावहरू, राशिफलले जे जस्तो बताए पनि तपाईँ शुभ कर्म गरी अघि बढ्नुहोस्। तपाईँको दिन अवश्य पनि शुभ रहनेछ। शुभम भवतु मङ्गलम, शुभम भवतु मङ्गलम, शुभम भवतु मङ्गलम।